सल्यानको सिद्धकुमाक गाउँपालिका 3 फलाटेका 63 वर्षीय पुनाराम रेउले परम्परागत पानी घट्ट बनाउने पेसाबाट परिचित हुनुहुन्छ। 47 वर्ष अघि सुरु गरेको यो पेसालाई उहाँले अहिले पनि निरन्तरता दिँदै आउनु भएको छ। कडा चट्टान फोडेर छिनो र हतौडाको सहारामा ढुङ्गा कुद्दै पानी घट्ट, जाँतोको चक्का र सिलौटो बनाउनु उहाँको दैनिकी हो। लामो समयदेखि दमको समस्या भए पनि यही पेसाले उहाँको परिवार धानेको छ। यो पेसा नभए त म खाना पनि नपाउने खालको थिएँ। दम पर्छ, कहीँ जान मलाई ध्यारी पनि लाग्दैन थिए। अहिले पेसा भएर खान पाउँछु। मैले घट्ट गराउँछु, जाँता गराउँछु, सिलौटा गराउँछु, लोरा गराउँछु, सब गराउँछु। फलाटेका मात्रै 1 दर्जन भन्दा बढी परिवार यही पेसामा आबद्ध छन्। 1 दशक अघि पानी घट्टको माग धान्नै मुस्किल हुने गरे पनि बीचमा घट्ट चल्ने क्रम घटेपछि माग घटेको उनीहरू बताउँछन्। पछिल्लो 2 वर्ष यता भने बिजुलीबाट चल्ने उपकरणका कारण फेरि केही माग बढ्न थालेको छ। पहिलेको भन्दा अहिले अलि विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग बढिरहेको छ भनौँ। राम्रो चले लगभग 9-10 जोडा जति बिक्री भइसक्यो। 7-8 लाख जतिको भयो। पछिल्लो पुस्ताले परम्परागत पेसाप्रति चासो नदिँदा यस्तो सिप लोप हुने खतरा बढिरहेको पुनाराम रेउले बताउनुहुन्छ। उहाँले सिकाउने प्रयास गरे पनि कमैले चासो देखाउने गरेका छन्। तर उहाँका 32 वर्षीय छोरा र 15 वर्षीय नातिले भने पेसालाई निरन्तरता दिन थालेका छन्। छोराले स्वदेशमै केही गर्ने लक्ष्य राखेका छन् भने कक्षा 10 मा अध्ययनरत नातिले बिदाको समय सदुपयोग गर्दै सिप सिक्दै आएका छन्। बुढा बाजेहरूले गर्दै आएको किन छोड्नु अनि यसलाई गर्नु भनेर यसो गरेको अनि हामीले पनि गर्दैछौँ, पछाडिको बच्चाहरूले पनि गर्दैछन्। बाहिर जानुभन्दा यहाँ राम्रै छ। अहिले मैले जाता सिलौटा घट्ट बनाउन अब हजुरबासित सिक्दै हजुरबाहरूले अनि सिक राम्रो हुन्छ भन्नुभयो। यो पेसा राम्रो छ भन्नुभयो अनि अब चासो लाग्यो मैले पनि सिक्दै। साइज अनुसार 1 जोडी पानी घट्टको मूल्य 30,000 देखि 1 लाख रुपैयाँसम्म पर्छ। त्यस्तै जाँतो 2,500 देखि 5,000 रुपैयाँ र सिलौटो 500 देखि 3,000 रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। हाल घट्ट भन्दा जाँतो र सिलौटोको माग बढ्दै गएको व्यवसायी बताउँछन्। यहाँ उत्पादन हुने सामग्री रुकुम, रोल्पा, सुर्खेत, दैलेख, जाजरकोट र दाङसम्म पुग्ने गरेका छन्। सल्यानबाट अमृत बाबु बुढाथोकीको रिपोर्ट।